शिक्षकहरूको धम्काइमा यो सरकार पर्दैछ, तिम्रो दुर्दशा हुँदैछ, तिमीले ठुलो गल्ती गर्यौ। बाललाई जिस्काउन हुँदैन थियो। हिजो निषेधित क्षेत्रमा सानो टुकडी मात्रै गएको थियो, यो जनसागर गयो भने तिम्रो निषेधित क्षेत्र होइन, तिम्रो बालुवाटार, तिम्रो सिंहदरबार, तिम्रो यो संसद भवन कसैले जोगाउन सक्दैन। साँच्चीकै तिमीले खोजेका हौ र हामीले हिजो पनि भनेका हौ, तिमीले लेखेनौ भने, तिमीले लेख्दैनौ भने हामी सबै शिक्षकहरू पढे लेखेका बौद्धिक शिक्षित जमात हो, हामी सबैले कलम बोकेर आएका छौँ। हामी बस्ने ठाउँ पनि देखेका छौँ। हामीले यो मुलुकको भविष्य जोडिएको गुणस्तरीय शिक्षा ऐन हामी आफै लेखेर पनि जान्छौँ। यदि त्यो अवस्था आउन नदिने हो भने बेलैमा सोच, छिटै लेख, संसद खुलेको छ। अब कुनै बहानाबाजी गरेर यी शिक्षकलाई घर फर्काउन सकिन्छ कि भन्ने दुस्वप्न देखेका छौ भने साँच्चीकै त्यो दुस्वप्न हो। सङ्घीय शिक्षा ऐन नलिएसम्म नफर्काउने गरी हामीले साथीहरूलाई बोलाएको हो। सङ्घीय शिक्षा ऐन दिएर मात्रै हामीले फर्काउने